Finally, I cut my hair. It's looking so good. Good morning, साथीहरु. आज म घर आएको दोस्रो दिन. आज चाहिँ अब घरमा छु, कपाल छपाल काट्नु पर्यो यार. जंगली जस्तो देखिएछु. अब एकछिनमा निस्किन्छु, कपाल छपाल काट्छु, आउँछु, नुहाउँछु, खाना खान्छु. त्यसपछि प्लानहरु गरौँ, के गर्ने, कहाँ जाने. अब घरतिर आइहाल्छु, घुम्न त पर्यो. गाउँ हेर्न चाहनुहुन्छ मेरो? देखाऊ. एकदम हरियाली नै हरियाली छ गाइस. यतिको हरियाली त हुनै पर्छ नि गाउँ भनेपछि त. वेस्ट साइड पहाड. वरिपरि जंगल हो. अक्सिजनको त कमी छैन गाउँमा. यस्तो छ कि अक्सिजन गाउँमा सास लियो भने त अक्सिजन लिने हो, फाले नि अक्सिजन निस्किन्छ, कार्बन डाइअक्साइड निस्किन्न. होइन, अलि त्यहाँ डिसुम टिभी बनाइरहेको थियो कि त्यही भएर टाइम लाग्यो. सो गाइस, अब हामी कपाल काट्न गइरहेको छौँ. कपाल खुल्ला, सागरले पसल हेरेर आएछ अघि मैले भनेर होइन. हिजोको ब्लगमा 9 भ्युज आयो नि थाहा छ. 9 घन्टामा 9 भ्युज. बेटमलाई कपाल काट्ने ठाउँमा घट्दैन, त्यो बिग्रिसक्यो. त्यही अट्किन्छ होइन. यस्तो छ केटा हो, बाइक चलिरह, बाइकको मिटर देखाएन, मिटर माथि पनि जान्छ, तल पनि जान्छ. यस्तो भ्यू देखाइन्छ नगर. कटिङ भएको जग्गा हो. अब कपाल काट्छ, हामी गएर सुरुमा कपाल काट्छौँ, त्यसपछि नुहाउँछौँ. बुझी जस्तो गाडी काटिदिउँ न. खाली छ, खाली छ. यो हाम्रो शिशिर पनिर अस्ट्रेलिया त्यो साथी, त्यसको पेट्रोल पम्प हो. के छ दाइ? आरामै? कपाल Finally, I cut my hair. It's looking so good, isn't it? I am man. I am looking like a small child, small baby boy. Born today. When I was in beard, I was like a old dirty guy. I mean, when I was beard in my face, I looks like a old man. But now I am looking like a newborn baby. हामीले कपाल काटिसक्यौँ गाइस. अब हामी जाँदैछौँ घरतिर. घरमा जाइन्छ. अब अल्छी नुहाउनु पर्यो. नुहाएपछि त्यसपछि नुहाएर के अब लुगा लगाएर गन्तव्यमा. अब हामी आफ्नो सामानहरू किनेर अब गन्तव्यतिर जाँदैछौँ. माल मेटेरियलहरू किनिसक्यौँ हामीले. यो भिडियो आयो भने तेरो मैले जानेछु. तर घाम कस्तो छ यार आज. म गोरो देखिन आज कपाल काटेर भन् त है. त्यो क्यामेरामा नझुके जो नि यार साथी मोटायो भन्छ. कमेन्ट गर्नु त म मोटा छु कि छैन. तपाईँहरूको भोटिङबाट थाहा हुन्छ म मोटो छु कि छैन भनेर. अब कमेन्ट डाउन गर्नु ल, तल कमेन्ट गर्नु. हाम्रो गाउँको नजरा त बवालै है सागर. हेर्दा ह्याप अन देखिन्छ कि यस्तरी हेर्न भिडियोमा. त त्यो भिडियो हेर्न यहाँ त बुझेँ मैले. ऊ फेरि आइफोन युजर हो, म चाहिँ एन्ड्रोइड युजर हो. महँगो वाला, ऊ चाहिँ महँगो वाला आइफोन हो. के गर्नु अब, आइफोन र एन्ड्रोइडमा फरक जे जति भयो नि. यसको डिस्प्ले बनाउने मेरै कम्पनीले हो. तेरो कम्पनीले हो? स्यामसङले होइन. तेरो कम्पनी हो त्यो. जे भयो नि, स्यामसङ युजर त भन्न पाइयो. कसो
साथी हो मान्छे यो डोकी पनि त लाल गएको यो ल हामी अब एकछिनमा सब्जी लगाएर आयो एकछिनमा आउँछौँ हामी अहिलेको लागि चाहिँ मैले भिडियो कल गरेँ ल बाटो त के हो यार यस्तो यहाँको सरी बाबामा राम्रो बाटो हिँड्न सकेन जाउँ न मुजी पानी छ कि नै खुट्टा धुनलाई के नाइ तर गाउँ भने गाउँ हो केटा यार हरियाली चराचुरुङ्गीको आवाज मधुर धुन म भने नि म जिन्दगीभरि गाउँमा बस्न रेडी छु क्या आफ्नो जिन्दगी के म मर्दा म यो गाउँमा म सक्छु बस्न जीवन गुजार्न यस्तो खुल्लम खुल्ला यस्तो फ्रिडमका साथ हिँड्न पाउँछ आफ्नो गाउँमा सम्मान पाउँछ सबले चिन्छ त्यो देश विदेश गएका मान्छेहरूलाई कसले सम्मान गर्छ त्यहाँ गर्छ कसैले गर्दैन जी हो नि त आफ्नो देशमा बस बरु मेहनत कम खाऊ कम लाऊ तर आफ्नो देशमा बस न त्यो हो कि मेरो धारणा विदेश गएर तिमीहरू लाखौँ करोडौँ कमाउलाऊ त्यहाँ गएर गाडी किन्लाऊ के मतलब हो त्यो गाडी तिमीहरू नेपालमा ल्याएर यो मुजी पडोसीहरूलाई देखाउनु पाउँछौ के अरे रिलेटिभ्सहरूलाई देखाएर सोप गर्न पाउँछौ पाउनु तर नेपालमा तिमीहरूले एउटा स्कुटी किने पनि मा सोप गर्न पाउँछौ एउटा बुझ्यौ त्यत्तिको सोचेर राख के देशमै बस तर हालत चाहिँ छ है अलि रोडहरू अलि गाउँघरतिर राम्रोसँग विकास हुन पाएको छैन तर ठिक छ बिस्तारै हुन्छ तर यतिको नजारा तिमीहरू पाउँदैनौ कि कहीँ पनि अब यो भनेको एकदम बच्या खुचे ठाउँ हो यस्तो के भनौँ बच्या खुचेको यो बचेको जग्गा हो सबै ठाउँ हुँदैन यस्तो ल हेर विदेशीहरू तिमीहरू पनि हेरेर छौ भने यस्तो गाउँ छ हाम्रो बवाल छ ल अहिलेको लागि यहाँ क्यान्सल गर्छु ब्लग बाई आइज काले